दर्शक नमस्कार फेरि पनि यहाँलाई मेरो सरू राई भ्लग युट्युब च्यानलमा धेरै धेरै स्वागत छ है साथी हो। यहाँ चाहिँ सिमसिमे आज दिनभरि पानी परिरहेछ हैन। चाहिँ अब बेलुकाको सुँगुरहरू थन्काइवरिकन अब जाँदैछु। आज दिनभरि आमा र परकै आन्टीले चाहिँ दिनभरि कोदोको ब्याडो खानुभयो। म चाहिँ घरको खाजा चिया सानो नानी घाँसपात गर्दै ठिक्क भयो हैन। यस्तै छ। अनि यो बर्की चाहिँ किन खाली बाँधेको भन्नुहुन्छ होला। अब पानी पर्दैछ टाउको सेप हुन्छ नि त, बर्की बाँधेन भने टाउको दुख्छ है। यस्तै छ। अनि यहाँको खबर के छ बताइदिनु पर्यो। कोदो कसरी उखालिन्छ, कसरी के गरिन्छ म यहाँहरूलाई भिडियो मार्फत देखाउने कोसिस गर्नेछु। हेरेर साथ दिनुहुनेछ भन्ने पूर्ण मैले आशा गरेको छु। साथै मन परे लाइक सेयर पनि गरिदिनु नबिर्सिदिनु होला साथीहरू। म पनि भरपुर यहाँलाई सपोर्ट गर्नेछु, मलाई पनि सपोर्ट गर्नु होला है त गाइज। ए यता पो खेताला त ओटी हो कि क्या हो? ओटी अरे इसु के भन्छ कोदोको बिउ, कोदोको ब्याड, इस्कुसको झ्यालमुनि के चाहिँ कुकुरको लिडी ला हो। आलुको बोक्रा थियो कि उहिले त त्यस्तो हुँदैन। कोदोको ब्याड यसरी उखालिन्छ हेर्नु होला गाइज। यता हाम्रो आमा, यता हाम्रो नाना साइली। यहाँ नमस्ते गर्नु न नाना। नमस्ते। यता हाम्रो आमा पनि नमस्ते गर्नु त। सबैले तपाईँलाई हेर्छ नि। छोटी बुढीलाई त हेर्नुपर्छ त। ए पत्यायो भने चाहिँ के गर्नु? ए गाह्रो छ। गायिका हुनु नगर न आन्टी, गायिका गायिका र गायिका होइन गायिका। कोदोको ब्याड यसरी धमाधम उखाल्ने कार्यक्रम भइरहेछ हाम्रो नाना साइली बिचरा। तपाईँ किन नि सक्नुभयो पर एक पा भने पचाइन्छ भन्दै उखाल्दैछ कोही कहाँ छ भयो हो। एक पा तल मेरोमा हिजो जित्नु आमालाई ल्याइदिएको मानेन। यस्तै छ। यस्तै किन खानु भएन? गन्धे रहेछ हो दिली कान्छीको घरमा गन्धे पारेछ के भयो। भनेपछि कुकुरको लिदी भेट्यो दर्शनै पाइयो बज्जियाको लादी भेट्ला। पानी पर्दैछ एकदम छुस यसरी उखेलेर चारो दिए। अब बस्नु मात्रै गर्न बाँकी। यसरी कोदोको बिउ उखालेर टक 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 मुठा मुठा पारेर राख्नु पर्दछ। अनि यो के गर्नुपर्छ नाना? भोलि पर्सि पनि सघाउनु हुने नाना कि बोलिसक्नुभयो मेलो? त्यसरी पनि गर्नुपर्छ। यस्तै छ ल है साथी हो। हाम्रो बर्खाको काम यहाँ होला। इस्कुस झ्यालमुनि यसपालि चाहिँ हामीले कोदोको ब्याड छरेको नि त। सबैले हुँदैन भन्थ्यो, तर एकदम राम्रो कोदोको बिउ यस्तो राम्रो सर्लक्क भएर आएको साथी हो। अब यस पछाडि त इस्कुसको झाँगा पनि झ्याङ्गिन्छ नि त। अनि चाहिँ राम्रो हुन्छ है त साथी हो। यहाँलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा बताइदिनु पर्यो। हस्त धन्यवाद। यति भन्दै मेरो भिडियोलाई यहाँ अन्त्य गर्दैछु। फेरि यस्तै राम्रो अर्ग्यानिक भिडियो ल्याउने कोसिस गर्नेछु साथी हो। बाई 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 बाई।